सबैलाई नमस्कार। म अर्जुन भुसाल। अत्यन्तै खुसीको खबर छ। आदरणीय सीमा दिदीले करिब 20-21 वर्षपछि आज आफ्नो परिवार भेट्दै हुनुहुन्छ। उहाँको परिचय केही बनेको थिएन, परिवारबाट सम्पर्क विहीन हुनु हो, आफ्नै जीवन एउटा बाटोमा हुनुहुन्छ, तर डकुमेन्ट नबनेको पीडा बोकेर केही समय अगाडि हाम्रो अफिसमा आउनु भएको थियो। आज उहाँको बुवा सम्पर्कमा हामीले ल्याइसकेपछि बुवा नै अहिले नेपाल आउनु भएको छ र देशैभरि अहिले चुनावको माहौल छ, मत परिणाम आउने क्रम जारी छ र हामी आफ्नो कर्ममा छौँ। निरन्तर रूपमा हराएका मान्छेहरू खोज्ने, परिवारबाट बिछोडिएकाहरूलाई पारिवारिक मिलन गराउने यात्रामा छौँ। एक क्रममा सीमा दिदी अहिले हाम्रो अफिसमा हुनुहुन्छ। उहाँको बुवा आउनु भएको छ। ल बुवा पनि आउनुहोस् त। एकदमै खुसीको खबर हो। एउटा परिवारका लागि एउटा गौरवको विषय हो, दिदीका लागि पनि एउटा गौरवको विषय हो। आज बुवासँग अस्ति नै फोनमा कति भक्कानिनु भएको थियो। आज यो अत्यन्तै खुसीको क्षणमा देखाउँछु। हजुरको छोरी हजुर हैन त? नमस्कार है। नमस्कार। ल आइदिनु भयो, एकदमै खुसी लाग्यो। हजुरलाई बधाई। अघि नै पनि हजुरहरूको भेट भइसक्यो र दिदीलाई पनि एकदमै बधाई छ। अघि नै उहाँहरूको भेट भइसकेको छ र मैले एकदमै अबिरले सम्मान गर्छु बुवा। हजुर अब चाहेर सम्पर्क बिन हुनु भारै छ, बाध्यताले रहेछ। दिदीलाई पनि एकदमै बधाई। दिदीको बाँकी दिन अब परिचय बनोस् है। एकदमै शुभकामना बुवा। खुसी लाग्यो। हजुरको नाम के हो? मलाई पर्दैन, मैले हजुरको जयलाई लगाइदिनु खोजेँ। जय पनि आउनुहोस्, यहाँ आउनुहोस्। हजुरको नाम के हो? मेरो एमराज तिमल सिन्हा। एमराज तिमल सिन्हा हो। नेपालमा एमराज तिमल सिन्हा। कसरी सम्पर्क विहीन हुनु हो? छोरी कसरी सम्पर्क विहीन हुनु हो? हजुरसित नरहनु दिदी, आत्ति नै होइन, हामी गर्छौँ। के भयो भन्नुहोस् त? के कारण यसरी आज एउटा आफूले जन्माएको सन्तान यतिका वर्षदेखि, अलिकति छोरीकै आडमा बस्नुहोस्, यतिका वर्षदेखि के हुन पुग्यो? के भयो? बिहा गरेर दियो, तलमाथि बसिन्थ्यो। सिजन खत्म भएपछि, काम खत्म भएपछि हामी जहीँ ससुराको सल्लाहबाट मैले ठाउँ चेन्ज गरेँ। चेन्ज गरेपछि उहाँहरू आफ्नो दाइ भाउजूलाई भेट्नलाई दिल्ली नोएडामा जान्छु भनेर हिँड्नु भएछ। अनि उताबाट 2-3 महिनामा फर्किन्छु भन्ने हिसाबले हिँड्नु भएको रहेछ। फर्कन जाने उहाँहरूलाई 2 साल लागेछ। त्यस कारणले गर्दाखेरि चाहिँ हामी त्यहाँदेखिको बिछोड भइयो। छोरी भेटिँदा खुसी हुनुहुन्छ? खुसी छु। घर उता कहाँ बसाइ छ अहिले? इन्डिया। अहिले मेरो माइलो छोरो, कान्छो छोरो कानपुरमा छन्। म चाहिँ बम्बईमा छु, साइलो छोरासित। साइलो छोरा। कुन छोरी उहाँ? मेरो ठुलो छोरी हो। ठुलो छोरी, आफ्नो ठुलो सन्तान। केही परिचय छैन नि त उहाँको त आजसम्म? छैन। बनाइदिनु पर्यो, बनाइदिनु। भनेपछि छोरी नै नभेटेको 21-22 वर्ष। 20 साढे